यदि तपाईँ अम्बालाई सामान्य फल ठान्नुहुन्छ र हैन यसलाई चाहिँ खासै ध्यान दिनुहुन्न खानुहुन्न भने एकछिन यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अम्बामा चाहिँ केराको भन्दा डबल पोटासियम र सुन्तलाको भन्दा बढी भिटामिन सी पाइन्छ र यसमा फाइबरको मात्रा प्रचुर हुन्छ र यसमा चाहिँ यसको ग्लाइसेमिक इन्डेक्स पनि लो हुन्छ हैन। स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ र अर्को कुरा यसमा लाइकोपिन भन्ने एउटा एन्टिअक्सिडेन्ट पनि पाइन्छ जसले हाम्रो ओभरअल बडीलाई चाहिँ हैन राम्रो गर्छ। त्यही भएर अम्बा चाहिँ स्वास्थ्यका लागि एकदमै राम्रो उपयोगी फल हो। त्यही भएर मौसममा हैन अम्बा हुने सिजनमा चाहिँ पर्याप्त मात्रामा अम्बा खान सकिन्छ र अत्याधिक यसको प्रयोग गर्यो भने एकैचोटी धेरै खायो भने फेरि यसले चाहिँ अलि समस्या गर्न सक्छ खास गरेर डाइजेस्टिभ सिस्टममा। अरु यसको साइड इफेक्ट हुँदैन। लाइकोपिन भन्ने एकदमै महत्त्वपूर्ण शरीरको एन्टिअक्सिडेन्ट पाइन्छ यसमा जसले चाहिँ हिलिङ शरीरलाई चाहिँ हैन ड्यामेज भएको ठाउँमा हिल गर्ने काम गर्छ भने जुन हाम्रो ब्लड भेसल्सहरु छन् तिनीहरुलाई पनि सुरक्षित राख्ने काम गर्छ। त्यही भएर यो चाहिँ स्वास्थ्यका लागि धेरै इम्पोर्टेन्ट मानिन्छ।